हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ है मेरो भिडियोमा। सबैजना कुशल मङ्गलै हुनुहुन्छ होला। सबैजनालाई धेरै माया मिठो सम्झनाका साथ मेरो मिनी ब्लगमा स्वागत गर्न चाहे। सबैजना स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् अनि आफूले आफूलाई माया गर्नुहोस् भन्दै मैले भिडियोमा बोल्न चाहेको कुराहरू बोल्न थालेँ। त्यो साथीहरू मेरो बच्चा जस्तै करेन्ट लभर कसको बच्चा हुनुहुन्छ कमेन्ट गर्नुहोला। मैले मेरो बच्चालाई करेन्ट नखाऊ, पिरो चाउचाउहरू नखाऊ भनेर कति दिन भइसकेको थियो कि सम्झाएको। झन्डै 2-3 महिना अगाडिदेखि नै मैले भन्न लागिराखेको थिएँ। अत्याधिक मात्रामा यो बुलडगहरू, कोरियन रामायणहरू यस्तो चाउचाउहरू मेरो बच्चाले खान खोजिरहने। अब अहिले भर्खर टिनेजमा छ, अब हर्मोन चेन्ज भइरहेछ, त्यही भएर होला होस् न त खाऊ न त भन्दै दिइरहेको थिएँ। तर हिजोको न्युजले चाहिँ म सक भएँ। करेन्ट चाउचाउहरू नखानु होला, लाली चाउचाउहरू नखानु होला, अखाद्य प्रमाणित भएको छ। नेपाल सरकारले पनि बिक्री नगर्न अनि नखानको लागि सूचना जारी गरिसकेको छ। त्यही भएर सबैजनाले आफ्नो नानी बाबुहरूलाई ध्यान दिनु होला भन्न चाहे है त। मेरो बच्चा पनि करेन्ट लभरै हो। मैले पहिला योभन्दा अगाडि पनि भिडियो बनाएकै थिएँ। मेरो नानी यति धेरै खाइदिने कि मामा घर जाँदा पनि मेरो भाउजूले पनि करेन्ट चाउचाउ हालिदिनु भएको थियो कि मेरो बच्चालाई, भान्जीलाई करेन्ट चाउचाउ मनपर्छ भनेर। अनि यहाँ पनि करेन्ट पोइन्टमा गएर अनामनगर मेरोदेखि नजिक पर्छ, त्यहाँ जाने चिप्सहरू ल्याउने, चाउचाउहरू ल्याउने त्यस्तो गर्थ्यो, खान्थ्यो है। तर हिजोको न्युजले सक भएँ। अब सबैजना सचेत हुनुहोला भन्न पनि चाहेँ। हस् त, धन्यवाद। फेरि भेटौँला नयाँ भिडियोका साथ, नयाँ जाँगरका साथ। आफूले आफूलाई ख्याल गर्नुहोला। बाइ।